हेलो साथीहरू, आज हाम्रो घरमा चिकन पार्टी छ। यो 1 केजी मासु र हामीले अर्कोतर्फ फेरि मोमो बनाउँदैछौँ। लेट्स स्टार्ट। अब हामीले कराई बसाल्यौँ। हामीले अब यसमा तेल राख्यौँ। तातिसक्यो। अब हामीले मासु छोड्छौँ। एकदमै पड्किनु भयो, एकदमै डर लागिरहेको मलाई त, एकदमै धेरै नै डर लाग्यो। किनभने फ्रिजबाट निकालेको मासु हो। आफै डराउँछु कि म क्यार्ने। साथीहरू, अब हामीले नुन नराखिकन, बेसा नराखिकन मस्त तेलमा सानो ग्यासमा मजाले भुट्ने है त। राम्ररी चलाएर ग्यास सानो पारेर अब हामी चाहिँ किमा बनाउन लाग्छ। यो भयो मोमो बनाउने किमा। यसमा फेरि हामीले मसिनो गरी काटेको पत्ता गोबी र प्याजलाई राख्छौँ है त। अनि हामीले फेरि लसुन अदुवा, हामीले चाहिँ लसुन अदुवा कुटेको मसिनो गरी यो पनि पुरै राख्छ। यसमा चाहिँ धेरै चाहिन्छ, बल्ल मिठो हुन्छ है। अनि त्यसपछि धनिया पनि, धनिया त मेन कुरा राख्नै पर्यो, मिठो हुन्छ है त। अब हामीले स्वाद अनुसार नुन पनि राख्छौँ। 2 चम्चा चाहिँ नुन राख्नुपर्छ, म चाहिँ अलि धेरै भएको। अब हामीले मोमो मसला पनि राख्छौँ। मोमो मसला चाहिँ धेरै राख्नुपर्छ है। स्वाद आउने भनेकै मोमो मसलाले। मोमो मसला नभए भने त मोमो खाए जस्तो पनि हुँदैन। अनि हामीले अर्को भाँडामा फेरि तेल तताउँछौँ। तेल पनि झ्वाइँ गरेर राख्नुपर्छ है त। यता फेरि हाम्रो मासुको कलर अलि थोरै चेन्ज भइसकेको छ, तर यसलाई हामीले वास्ता गर्दैनौँ। हामी चाहिँ कहाँ छ, किमामै छौँ। मैले भन्दैन अघि त्यहाँ तेल तताउनु पर्यो। मजाले तेल तताएर किमामा राख्ने, अनि स्पाइसी हुन्छ। अब हामीले मोमोको किमाको लागि तेल पनि राख्छौँ। तेल तातिसक्यो। तेल तातेपछि हामीले बेसार राखिदिन्छौँ। बेसार किन राखेको होला भन्नुलाई, फेरि कलर आउँछ मजाले, मोमोमा कलर देखिन्छ भनेर है त। हामीले झ्वाइँ पार्यौँ। वाउ, किमा पनि रेडी भइसक्यो। अब हामीले आटा लगाउँछौँ है। थोरै मैले मासुमा हल्दी राखेँ, नुन पनि एड गरेपछि अनि मजाले चलाउनु पर्छ है त्यसलाई। फाइनली हाम्रो पिठो मुसेर पनि सक्यो। हजुरहरूले यसलाई प्लास्टिकमा राख्न सक्नुहुन्छ, त्यही छोपेर पनि राख्न सक्नुहुन्छ। हामी चाहिँ छोपेर यसलाई चाहिँ रेस्ट गर्छौँ 5 मिनट। लगभग मासुको कलर यस्तो आयो। यो आधा पाकिसकेको छ है। अब हामीले यसलाई यत्तिकै छोडेर हामी मोमो बनाउन, मोमोको डल्लोको पार्न चाहिँ जान्छौँ। हामीले मोमो ऱ्यापिङ गर्छौँ। यतापट्टि मेरो दिदीले चाहिँ बेल्दै हुनुहुन्छ। उहाँ चाहिँ आफ्नो अनुहार देखाउन चाहनुहुन्न। खै किन त तब आफूले कमेन्टमा सोध्नु होला हामीले। अब मैले चाहिँ मोमो पोको पारेर हजुरलाई देखाउँछु कसरी यो मोमो पोको पार्ने भनेर। सुरुमा चाहिँ यसरी किमा राख्ने। हामीले नि पुरा होटल जस्तो त गर्दैनौँ, हामीलाई नि आउँदैन। जस्तो आउँछ त्यस्तो ल्याउनु। कस्तो देखिएन हौ। एउटा त बनाएँ, अझै एउटा बनाएर देखाउँछु। यो भयो मैदाको डल्लो। अनि यो मैदाको डल्लोमा फेरि मासुको डल्लो राख्ने क्या, मासुको डल्लो राख्ने। अनि त्यसपछि फेरि पोको पार्ने। एकदम सजिलो हो पोको पार्न। आफूलाई जस्तो मन लाग्यो त्यस्तै सेप बनाइदिए भयो। हामीले सुपको लागि पनि रेडी पारिसकेका छौँ। गाइस, हाम्रो मोमो पनि 3 भाँडा रेडी भइसक्यो। मोमो रेडी भइसक्यो गाइस। अब चाहिँ यो सुप पनि रेडी भइसकेछ। यही सुपको
माथि नै राख्नुपर्छ। मोमो चाहिँ एकदमै मिठो टेस्टी बास्ना आउँछ। यही सुपको गर्दा नि मिठो पाक्छ। हामीले 3 भागमा मोमो बनाएको छौँ है त। है राखिदिन्छौँ। ग्यास पनि ठुलो बनाउँछौँ र हामी चटनी बनाउँछौँ। अब हाम्रो मोमो पनि रेडी भइसक्यो। वाह!